जय नेपाल। देश विकासको सबैभन्दा महत्त्वपूर्ण सूचक भनेको मानव विकास हो। र मानव विकास सबैभन्दा तीव्र रूपमा सानो उमेरमै हुन्छ। विशेष गरी 14 वर्ष मुनिका बालबालिकामा 8-9 वर्ष अघि नै जीवनको आधार तयार भएको हुन्छ। तर हाम्रो दुर्भाग्य नेपालमा अहिलेसम्मको शिक्षा प्रणालीले साना कक्षाहरूमा अपेक्षित लगानी गर्न सकेको पाइँदैन। पश्चिम सुर्खेतमा चुनावी अभियानका क्रममा मैले धेरै विद्यालयहरू देखेँ र अभिभावकको कुरा पनि सुने। ती मध्ये बाल विकास कक्षा र कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि न त पर्याप्त शैक्षिक सामग्री छ, न त आवश्यक पूर्वाधार, न त शिक्षकहरूलाई आवश्यक तालिम र प्रोत्साहनहरू नै छन्। यही कारणले म भन्छु, यदि हामीले देशको भविष्य सुरक्षित गर्न चाहन्छौँ भने शिक्षामा लगानी सानै उमेरबाट सुरु गर्नुपर्छ। बालबालिकाका लागि गुणस्तरीय शैक्षिक सामग्री, शिक्षकहरूलाई आधुनिक शिक्षण विधिको तालिम, उचित तलब भत्ता र सम्मान र विद्यालयका भौतिक पूर्वाधारको विकास, यी सबैलाई नीतिगत रूपमा कानून मार्फत सुनिश्चित गर्न म प्रतिनिधि सभामा पुगेपछि दृढ आवाज उठाउनेछु। म तपाईहरू सबैमा विश्वास राख्छु। रुख चिन्हमा छाप लगाई मलाई प्रतिनिधि सभामा पुर्याउनु हुनेछ, ताकि म तपाईका बालबालिकाको उज्यालो भविष्यका लागि सशक्त रूपमा बोल्न सकूं। जय नेपाल। धन्यवाद।